हुन्छ हालेलुया हुन्छ हामीले विशेष परमेश्वरलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु अनि मैले आदर गर्नुपर्ने हाम्रो आदरणीय पास्टर बुवा यहाँ हुनुहुन्न र पनि उहाँलाई आदर गर्न चाहन्छु अनि पास्टरनी मम्मी हुनुहुन्छ अनि हाम्रो आदरणीय पास्टरनी मम्मी एल्डर बुवा हुनुहुन्छ अनि सम्पूर्ण मण्डली परिवारको अगुवा लिडरहरू सम्पूर्णमा न्यानो अभिवादन जय मसीह अनि मेरो निम्ति प्रार्थना गरिदिनु हुने मेरो परिवारको निम्ति प्रार्थना गरिदिनु हुने सम्पूर्ण मण्डली परिवारलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु अनि तपाईहरुको प्रार्थनाको उत्तरमा मात्रै म यहाँ खडा छु हालेलुया अनि हामीले विगतको हप्तादेखि नै हामीले सुनिराखेका थियौं है आज विगतको हप्तामा चाहिँ पाम सन्डे भनेर हामीले सुनिराखेका थियौं परमेश्वरको दास छोराले यहाँ जीवित वचनद्वारा तपाईहरु हामीलाई सुनाउँदै हुनुहुन्थ्यो कि आज पाम सन्डेको दिन चाहिँ परमप्रभु चाहिँ एउटा गधामा चढेर इजरायल भित्र आएको कुराहरू हालेलुया अनि वचनको निम्ति शक्तिशाली प्रार्थना गरिदिनु हुने हाम्रो आदरणीय परमेश्वरको छोरीलाई पनि धेरै धन्यवाद दिन चाहन्छु अनि पाम सन्डे भनेर हामीले सुनिराखेका थियौं अनि गधामा चाहिँ परमेश्वर किन चढ्नु भयो त भन्दाखेरि गधा चाहिँ एकदमै नम्र भनेर हामीले सुन्दै थियौं हालेलुया अनि गधा चाहिँ एकदमै नम्र अनि परमेश्वर चाहिँ नम्र भएर अनि गधाले चाहिँ के पनि गर्छ धेरै भारी बोक्छ भनेर तपाईहरु हामीले सुन्दै थियौं हालेलुया अनि आज अनि हिजो अस्तिको शुक्रबारको दिन चाहिँ हामीले विगतको हप्तामा पाम सन्डे प्रभु येशू ख्रीष्ट चाहिँ एउटा गधामा चढेर इजरायलीहरुको माझमा आएको कुराहरू हामीले थाहा पाएका छौं अनि हामीले शुक्रबारको दिन चाहिँ के थियो त शुक्रबारको दिन चाहिँ गुड फ्राइडे हालेलुया अनि म गुड फ्राइडे अनि आज चाहिँ गुड फ्राइडेमा चाहिँ प्रभु येशू ख्रीष्ट हाम्रो निम्ति आज उहाँ क्रुसमा टाँगिदै गर्नु भएको दिन थियो हालेलुया हाम्रो पापको निम्ति अनि हामीले अघिदेखि नै सुनिराखेका छौं हैन आज विजयको दिन प्रभु येशू ख्रीष्टले क्रुसमा बलिदान हाम्रो निम्ति हाम्रो पापको निम्ति हाम्रो अधर्मको निम्ति उहाँ बलिदान हुनु भएको कुराहरू हामीले सुन्दै आइराखेका छौं अनि र पनि म यहाँनेरि थोरै वचनबाट हामी हेर्ने छौं गुड फ्राइडेको बारेमा शुक्रबारको दिनको बारेमा है यहाँ हालेलुया अनि यहाँ गुड फ्राइडे त गइसकेको छ हैन आज त येशू ख्रीष्ट बौरी उठ्नु भएको दिन हो अनि यहाँनेरि गुड फ्राइडेमा चाहिँ आज परमेश्वरले चाहिँ तपाईलाई र हामीलाई यति धेरै प्रेम गर्नु भयो कि म आज बिहान मात्रै म उठेर म यति मलाई आँसु आइराखेको थियो म तोडिराखेको थिएँ हालेलुया किनभने परमेश्वरले चाहिँ यति धेरै प्रेम गर्नु भयो कि आज तपाई र मेरो निम्ति चाहिँ उहाँ बलिदान हुनुभयो हालेलुया अनि यस्तो कुराहरू मेरो हृदयमा आइराखेको थियो कि आज परमेश्वरले चाहिँ हामी संसारमा यहाँनेरि हामीलाई आफ्नो परिवार आमाले भन्दा पनि हैन श्रीमान श्रीमती अनि बोयफ्रेन्ड गर्लफ्रेन्ड भन्दा पनि आमाले भन्दा पनि जन्म दिने हाम्रो आमाले भन्दा पनि उहाँले चाहिँ धेरै प्रेम गर्नु हुँदछ हालेलुया आज कतिपल्ट श्रीमान श्रीमतीमा पनि के हुन्छ रिसाउँदाखेरि क्षमा दिनु सकेको हुँदैन तर परमेश्वरले त जस्तो गल्ती पनि मानिसले तपाईलाई र मलाई हेर्दै गर्दाखेरि यसले चाहिँ यस्तो गल्ती गरेको छ भनेर त्यो खोट देखाइराखेको हुन्छ तर परमप्रभुले चाहिँ त्यो खोट देखाउनु हुन्न जब हामी उहाँको नजिक आउँछौं भने चाहिँ उहाँले चाहिँ यति प्रेम गर्नुहुन्छ कि मानिसले देख्दै गरेको त्यो खोटहरू पनि परमेश्वरले मेटाउनु हुँदछ हालेलुया अनि यहाँ गुड फ्राइडेको बारेमा है म यहाँ केही कुराहरू भन्नेछु वचनको बुदाहरू मैले लिएर आएको छु अनि मेरो निम्ति सम्पूर्ण मण्डली परिवारले प्रार्थना गरिदिनु भएकोमा म एकदमै धेरै धन्यवाद दिन चाहन्छु अनि यहाँ गुड फ्राइडेको बारेमा है यहाँ येशू बलिदान र प्रेमको दिन येशूले उहाँको शरीरलाई बलिदान गर्नु भएको दिन उहाँले प्रेम गर्नु भएको दिन हो हालेलुया म आजको वचनमा भित्र जानु भन्दा अगाडि नै मलाई यो वचनहरू पढ्दै गर्दाखेरि मलाई जुन कुरा कुनै पनि कुराहरू मेरो भित्र हृदयमा परमेश्वरले लाइदिनु हुन्छ भने यो कुरा चाहिँ उदाहरणको लागि मण्डलीलाई बताएको परमेश्वरले चाहनु हुने रहेछ भनेर म त्यो कुराहरू रिसिभ गर्छु अनि म बताउने गर्दछु हालेलुया अनि परमेश्वरले चाहिँ यसरी प्रेम गर्नुहुन्छ भन्ने कुराहरू है जसरी हामीले माकुरा स्पाइडर हैन इंग्लिशमा स्पाइडर भन्छ भने नेपालीमा माकुरा अनि माकुरा तपाई हामी सबैले देखेका छौं हालेलुया अनि त्यो माकुराले चाहिँ के गर्छ त एउटा माकुराले चाहिँ उले सेतो एउटा बेलुन जस्तो पिछाडी बोकेर है उ हिडिराखेको हुन्छ अंडा बोकेको हुन्छ त्यनेरी हालेलुया तपाई हामी सबैलाई थाहा छ माकुराले चाहिँ अंडा बोकेको हुन्छ अनि पिछाडी ब्याकमा चाहिँ उले एउटा बेलुन जस्तो थैलो बोकेर उ हिडिरहन्छ उ मिठो मिठो खादै हिन्छ हैन जब उसको समय पुग्छ अनि उ के गर्छ त
माकुरा। आज कुन माकुरा, कस्तो माकुरा भनेर तपाईँहरूले नसोध्नुहोस्, तर जुन प्रभुले मलाई भित्र लगाइदिनु भएको कुराहरू म बताउँदैछु। हालेलुया। अनि त्यो माकुरा चाहिँ के गर्छ त, जब उसको त्यो बच्चा चल्ला काट्ने बेला भयो होइन, बच्चा उसको निकाल्ने बेला भएपछि चाहिँ ऊ के गर्छ त, धागोको डोराहरू टाँगेर चाहिँ ऊ एकदम यसरी बस्छ। हालेलुया। अनि ऊ एकदम यसरी बस्छ। अनि जब ऊ बसिराखेको ऊ समय पुग्दै गयो, आज पुग्यो, भोलि पुग्यो, अनि जब त्यो बच्चाहरू उसले काटिसक्छ होइन, जब बच्चाहरू त्यो बेलुनको त्यो थैलोबाट ऊ बच्चाहरू जब निस्किन्छ, अनि के गर्छ त, त्यो बच्चालाई कसले खाना दिन्छ, उसले के गर्छ त, उसको आमालाई नै, जो आमा चाहिँ त्यहाँ टाङ्गेर बसिराखेको हुन्छ होइन, त्यही आमालाई चाहिँ त्यो बच्चाहरूले के गर्छ त, खान्छ होइन। त्यही आमालाई खोक्रो बनाउँछ, खान्छ। त्यो आमालाई सबै उसको शरीरमा भएको त्यो के भन्छ, त्यो माकुराको भित्र भएको त्यो पदार्थहरू उसको शरीरमा सबै कुरा खान्छ। अनि त्यो आमाले चाहिँ त्यो उसको नानीहरूले खाँदै गर्दाखेरि उसले के गर्छ, उसले नाइ मलाई आइया आथा भन्दैन, उसले के गर्छ त, त्यो माकुराले सही रहन्छ। हालेलुया। सही रहन्छ, त्यो माकुराले सही रहन्छ मलाई होइन, उसले आइया आथा भन्दैन, एकदम मेरो नानीहरूले जीवन पाउँछ, म मर्दैछु तर मेरो नानीहरूको जीवनको लागि उनीहरूले जीवन पाउँदैछ भने म चाहिँ सहन्छु यो कुराहरू भनेर ऊ सही राखेको हुँदछ। अनि जब त्यो नानीहरू चाहिँ अलिक ठुलो हुँदै जान्छ अनि उसले आमालाई खोज्न थाल्छ। हालेलुया। अनि आमा त के भइराखेको छ त, आमाले त अर्को रूप बदली गरिसक्नु भएको छ। हालेलुया। अनि आज हाम्रो प्रभु यीशु ख्रीष्टले पनि त्यसरी नै आज तपाईँ र मेरो निम्ति चाहिँ उहाँ बलिदान हुनुभएको छ। हालेलुया। आज तपाईँहरूले मैले भन्दा धेरै बुझ्नु भएको छ है। मैले यो चाहिँ मलाई वचन पढ्दै गर्दाखेरि आएको कुराहरू चाहिँ म बताउने गर्दछु। हालेलुया। अनि यो वचनबाट, यो गवाहीबाट, यो उदाहरणबाट पनि परमेश्वरले कसरी बलिदान हुनुभएको रहेछ भन्ने कुराहरू तपाईँले मैले छर्लङ्ग बुझ्न पाएका छौँ। हालेलुया। अनि यहाँ गुड फ्राइडे मैले म वचनमा जानुभन्दा अगाडि नै मैले यो उदाहरण, एउटा माकुराको उदाहरण दिएर प्रभु यीशु ख्रीष्टले चाहिँ तपाईँ र मेरो निम्ति आज मानिसहरूले कुट्दै गर्दाखेरि जसरी एउटा माकुराले चाहिँ उसको नानीहरूलाई जीवन दिनको लागि उसले सहेको थियो। हालेलुया। अनि त्यसरी नै आज प्रभु यीशु ख्रीष्टले चाहिँ तपाईँ र मलाई जीवन दिनको निम्ति चाहिँ आज उहाँले सहनु भएको छ। हालेलुया। अनि यहाँनिर मैले चाहिँ 3-4टा बुँदा लिएर आएको छु। यहाँ गुड फ्राइडे, येशूको बलिदान र प्रेमको दिन। आज गुड फ्राइडे चाहिँ के हो त, येशूको बलिदान र प्रेमको दिन। यीशु ख्रीष्टले चाहिँ यस्तो प्रेम गर्नुभयो कि ताकि उहाँलाई जति मानिसले थुके पनि, जति मानिसले कुटे पनि उहाँलाई पुरा चोट लगाएको थियो। हामीले यसाया 53 को 5, 6, 7 पदमा हामीले हेर्दै गयौँ भने त्यहाँ चाहिँ 39 कुर्राको चोटहरू लगाएको, कोर्रा लगाएको कुराहरू हामी पाउँदछौँ। हालेलुया। अनि गुड फ्राइडे येशूको क्रुसमा मृत्यु भएको दिन अनि क्रिस्चियन धर्ममा गहिरो अर्थ राख्दछ। आज क्रिस्ट यीशु चाहिँ एकदमै हाम्रो परमेश्वर चाहिँ क्रुसमा हाम्रो पापलाई बोकेर बलिदान हुनुभएको दिन हो। यो दिन येशूको बलिदान परमेश्वरको प्रेम र मानवता प्रति अनन्त करुणाको प्रतीक हो। यस दिनमा मुख्य सन्देशहरू तल प्रस्तुत गरिएको छ, मैले यहाँ लेखेर ल्याएको छु। हालेलुया। अनि यहाँनिर आज परमेश्वरले चाहिँ हामीलाई कसरी प्रेम गर्नुभयो भन्ने कुराहरू। अनि 1 नम्बरमा मानवताको पापको लागि येशूको बलिदान। मानवताको आज प्रभु यीशु ख्रीष्ट चाहिँ किन बलि हुनुभएको रहेछ? जसरी एउटा माकुरा आफ्नो छोराछोरीलाई, आफ्नो नानीहरूलाई म मर्छु बरु म सहन्छु, मलाई टोकिराखेको छ होइन, मलाई टोकिराखेको छ, म यो सहन्छु किनभने मेरो नानीहरूले जीवन पाउँछ होइन भनेर जसरी एउटा माकुराले सहेको थियो, आज यहाँ मानवको पापको लागि येशूको बलिदान। 1 नम्बरमा चाहिँ के भयो त, हामी मानिस जातिले गरेको पापलाई चाहिँ हामीलाई जीवन दिनको लागि चाहिँ उहाँ बलिदान हुनुभएको कुराहरू। अनि यहाँ येशूको मृत्युले मानवताको पापको क्षमाको लागि परमेश्वरको योजना पुरा गर्यो भनेर है यहाँ रोमी 5 को 8 पदमा पनि हामी पाउँछौँ। यहाँ भनिएको छ, तर परमेश्वरले हामी प्रति आफ्नो प्रेम यसरी देखाउनु भयो कि हामी पापी हुँदा पनि येशूले हाम्रो
लागि मर्नुभयो। हामी पापी हुँदाखेरि नै, हामी अधर्मी हुँदाखेरि नै, हामीले घिनलाग्दो काम गर्दाखेरि नै यीशु ख्रीष्ट चाहिँ हाम्रो निम्ति बलिदान हुनुभयो। हालेलुया। अनि 2 नम्बरमा परमेश्वरको योजनाको पूरा हुनु, हैन, परमेश्वरको योजना पूरा हुनु, यो चाहिँ परमेश्वरको योजना थियो। हालेलुया। किनभने जब हामीले उत्पत्तिको पुस्तकमै तपाईले हामीले हेर्यौं भने हवा र अदामले पाप गरेको कारणले, उनीहरू अनाज्ञाकारी भएको कारणले आज परमेश्वरबाट त्यो सम्बन्ध छुटेको थियो, हैन। उनीहरू पापमा गिरेको कारणले, उनीहरूले नखानु भनेको कुराहरू खाएको कारणले, अनि जब परमेश्वर बलिदान चाहिँ किन हुनुभयो भन्दाखेरि आज त्यो सम्बन्ध चाहिँ फेरि पनि पुनर्स्थापित गर्नको लागि। हालेलुया। अनि यहाँनिर परमेश्वरको योजना पूरा हुनु, येशूको मृत्युले पवित्र शास्त्रमा भविष्यवाणी गरिएको परमेश्वरको उद्धार योजनालाई पूरा गर्यो। एसाया 53 को 5 पद मैले अघि नै भनिसकेको थिएँ, मा लेखिएको छ, उहाँ हाम्रो अपराधको निम्ति घोचिएका, हाम्रो पापका लागि पीडित हुनुहुन्थ्यो, हाम्रो शान्ति उहाँमा थियो र उहाँका घाउहरूले हामीलाई निको पार्छ। आज परमप्रभुले जुन चोट खानुभयो, आज त्यो चोटले चाहिँ तपाईँ र म निको हुँदछौँ। मैले अघि नै भनिहालेँ, हैन। आज कुनै पनि मानिसले हामी संसारमा हामीले जति पनि गरेको पापहरू, हैन, व्यभिचारको पाप, आज हामीले पवित्र आत्माको फल अनि को कुराहरू हामी पाउँछौँ, हैन। प्रेम, आनन्द, शान्ति त्यो चाहिँ परमेश्वरबाट आउँछ। तर जब हामी परमेश्वरले चाहिँ आज त्यो प्रेम, शान्ति चाहिँ परमेश्वरबाट आउँदछ। हालेलुया। अनि यहाँनिर मैले कति नम्बरमा पुर्याइसकेको थिएँ, 2 नम्बरलाई मैले पढ्दै थिएँ यहाँनिर। अनि जब परमेश्वरले चाहिँ मानिसले देख्दै गर्दाखेरि चाहिँ तपाईँलाई र मलाई पापी देख्छ, हाम्रो गल्तीको कुराहरूलाई देखिराखेको हुन्छ। तर जसरी परमेश्वरले चाहिँ तपाईँ र मेरो जस्तो गल्ती पनि परमेश्वरले मेटाउनुहुन्छ, चाहे व्यभिचार गरेको गल्ती किन नहोस्, चाहे घिनलाग्दो कुराहरू खाएर हिँडेको गल्ती किन नहोस्, उहाँले चाहिँ त्यो मेटाउनु हुँदछ। हालेलुया। उहाँको रगतले चाहिँ यहाँनिर के भन्नुभएको छ त, उहाँको रगतले हाम्रो शान्ति उहाँमा थियो र उहाँका घाउहरूले हामीलाई निको पार्छ। जस्तै एउटा सेतो कपडामा अथवा हाम्रो कुनै पनि लुगा कपडामा एउटा दाग लागेको छ, कालो दाग लागेको छ कि त्यो कुनै भनौँ हामीले साधारण साबुनले, साधारण पानीले, हैन, धुँदाखेरि त्यो जाँदैन। जब हामी लुगा धुनको लागि, हैन, त्यो कालो दाग धब्बाहरू मेटियोस्, यो नहोस् भनेर जब हामी लुगा धुने पनि त व्यक्ति छ नि त। हालेलुया। लुगा धुने व्यक्तिलाई मैले सुने अनुसार चाहिँ धोबी भन्दछ। हालेलुया। अनि जब हामी त्यो कटिएको मैला दाग लागेको लुगा जब हामी धोबीकामा पुर्याउँछौँ भने त्यो धोबीले के गर्छ त, त्यो दागलाई उसले हरेक प्रकारको उसले केमिकल लगाएर हुन्छ कि कस्तो गरेर हुन्छ कि आज त्यो दागलाई उसले मेटाउने काम गर्दछ। त्यो दाग चाहिँ, त्यो लुगा, त्यो कपडा चाहिँ सेतो बनाउँदछ। हालेलुया। अनि आज परमप्रभुले पनि मानिसले देख्दै गर्दाखेरि तपाईँ र मेरो भित्र, हैन, तपाईँ र मलाई यति दोष लगाइराखेको छ होला कि यसको चाहिँ यस्तो कालो दाग छ भनेर। हालेलुया। तर परमप्रभु चाहिँ धोबी हुनुहुन्छ। हालेलुया। अनि परमप्रभुले चाहिँ त्यो दागलाई, त्यो कालो दागलाई चाहिँ मेटाएर एसाया 1 को 18 पदमा हामीले सधैँ सुनिराखेको, उहाँले चाहिँ तपाईँ र मैले गरेको सिन्दुरे रङको पाप, हैन, सिन्दुरे रङको पाप अनि गाढा रातो रङको पाप, गाढा रातो कुनै पनि रातो रङ, कुनै पनि गाडिएको रातो रङ चाहिँ कुनै कुराले पनि जाँदैन। अनि धोबी चाहिन्छ। धोबी चाहिँ प्रभु यीशु ख्रीष्ट चाहिँ धोबी हुनुहुन्छ। हालेलुया। अनि जब प्रभु यीशु ख्रीष्टमा हामी उहाँमा गएर हामी पश्चाताप गर्छौँ भने चाहिँ उहाँले चाहिँ त्यो गाढो रातो रङ, गाडिएको रङ पनि उहाँले हामीलाई छुटकारा दिनुहुँदछ। हालेलुया। अनि उहाँको चोटले चाहिँ हामी निको भएका छौँ। जब यहाँनिर उहाँका घाउहरूले हामीलाई निको पार्दछ, उहाँले
जुन भोग्नु भएको त्यो यहाँनिर यसाया 53 को 5 पदमा भनिएको छ, उहाँ हाम्रो अपराधका लागि घोचिए, उहाँलाई कति मानिसहरूले कुटे थुके निन्दा गरे, तर त्यो चाहिँ के को लागि थियो त? हामीलाई उद्धार दिनको लागि थियो, हाम्रो पापहरू मेटाउनको लागि थियो। अनि 3 नम्बरमा परमेश्वरको प्रेम र अनुग्रह। परमेश्वरले चाहिँ येशूको क्रुसमा मृत्युले परमेश्वरको अनन्त प्रेम र अनुग्रहलाई दर्शाउँछ। यो प्रेमले सबैलाई उद्धारको अवसर दिन्छ। यूहन्ना 3 को 16 भनिएको छ, परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि जो कोही उहाँमा विश्वास गर्छ त्यो नाश नहोस् बरु अनन्त जीवन पाओस्। हालेलुया। आज परमेश्वरले चाहिँ हामीलाई यस्तो प्रेम गर्नुहुन्छ कि आज आफ्नो जन्म दिने बाबा आमा होइन, आफ्नो श्रीमान श्रीमती, आफ्नो छोराछोरीले भन्दा पनि गहिरो प्रेम चाहिँ परमेश्वरले गर्नुहुँदछ। हालेलुया। अनि यहाँ 5 नम्बरमा मृत्युको विजय। येशूको मृत्यु अन्त्य होइन बरु पाप र मृत्युमा विजयको सुरुवात हो। हालेलुया। आज विजयको सुरुवात हो। आज उहाँको मृत्युले चाहिँ तपाईले र मैले विजय पाएका छौं। हालेलुया। आज है यहाँनिर परमेश्वरको वचनले अघिदेखि नै हामी स्तुति प्रशंसामा नि सुनिरहेका थियौं। आज चाहिँ विजयको दिन हो। आज उहाँ चाहिँ मृत्यु हुनु नभएको भए आज हामी त्यही पापमा हुन्थ्यौं हैन। हामी कसलाई सम्झेर हाम्रो बलि हैन, पुरानो समयमा चाहिँ के थियो त, खसी बोका बलि चढाउने थियो। अनि त्यो बलिले चाहिँ के हुन्थ्यो त, हाम्रो पापलाई त्यो जुन लागेको छ नि यसाया 18 पद अनुसार त्यो गाढा राता रङलाई छोप्ने काम मात्रै गर्दथ्यो। हालेलुया। अनि जब यीशु ख्रीष्टको रगतको बलिदानले चाहिँ त्यो पापलाई पुरै मेटाउँदछ। हालेलुया। अनि 4 नम्बरमा येशूको मृत्यु अन्त्य होइन बरु पाप र मृत्युमा विजयको सुरुवात हो। यसले येशूको पुनरुत्थान र विश्वास गर्नेहरूका लागि अनन्त जीवनको मार्ग खोल्यो। उहाँमा विश्वास गर्नेहरूको लागि चाहिँ अनन्त जीवनको चाहिँ मार्ग खोलिएको, किनकि बाटो सत्य र जीवन म नै हुँ भनेर परमेश्वरले भन्नुभएको छ। हालेलुया। अनि जब उहाँमा विश्वास गर्छौ भने चाहिँ उहाँले चाहिँ के गर्नु हुँदैछ त, अनन्त मृत्यु पारे पनि अनन्त संसारमा रहन्जेलमा पनि शान्ति हैन को लागि चाहिँ उहाँले बाटो मार्ग खोल्दै हुनुहुन्छ। अनि पहिलो कोरिन्थी 15 को 55 भनिएको छ, ए मृत्यु तिम्रो विजय कहाँ छ, हे मृत्यु तिमीको कहाँ छ भनेर यहाँ हामीले पहिलो कोरिन्थी 15 को 55 मा मृत्युको खिल हैन, परमेश्वरले चाहिँ आज त्यो मृत्युको खिल नै परमेश्वरले निकालिदिनु भयो। हालेलुया। प्रभु यीशु ख्रीष्टको त्यो मृत्युको खिल थियो त, डोब मात्रै थियो। हालेलुया। उहाँको दाग मात्रै थियो, आज त्यो मृत्युको खिल थिएन। उहाँ चाहिँ मृत्युमाथि चाहिँ के हुनुभयो त, विजय हुनुभयो। हालेलुया। तर यदि येशूलाई मरेकाबाट जीवित पार्नु हुनेका आत्मा तिमीहरूमा वास गर्नुहुन्छ भने ख्रीष्ट येशूलाई मरेकाबाट जीवित पार्नु हुनेले नै तिमीहरूमा वास गर्नुहुने उहाँका आत्माद्वारा तिमीहरूका मरणशील शरीरलाई पनि जीवन दिनुहुनेछ। यहाँ रोमी 8 को 11 पदमा परमेश्वरको वचनले तपाईलाई र मलाई के भन्नुहुँदैछ त, यदि येशूलाई मरेकाबाट जीवित पार्नु हुने आत्मा, परमेश्वरलाई मरेकोबाट जिउँदो बनाउनु हुने आत्मा तिमीहरूमा वास गर्नुहुन्छ भने ख्रीष्ट येशूलाई मरेकाबाट जीवित पार्नु हुनेले नै तिमीहरूमा वास गर्नुहुनेछ। यीशु ख्रीष्टलाई मृत्युबाट जीवित पार्नु हुने परमेश्वरको आत्मा नै तपाई र हामीसँग हुनुहुन्छ। हालेलुया। शरीरलाई पनि अनि हाम्रो शरीरलाई, हाम्रो यो मरणशील शरीरलाई पनि उहाँले जीवित पार्नुहुन्छ। रोमी 8 को 11 पद अनुसार है। अनि गुड फ्राइडे येशूको क्रुसमा मृत्यु र उहाँको प्रेमको गहिरो अर्थलाई सम्झने दिन हो। आज गुड फ्राइडे विगतको दिनको कुरा गर्दैछु है, म शुक्रबारको दिनको कुरा गर्दैछु। हालेलुया। अनि यस दिनले हामीलाई उहाँको प्रेममा आधारित जीवन यापन गर्न र अरूसँग त्यो प्रेम साझा गर्न प्रेरित गर्दछ। आज जसरी एउटा गुड फ्राइडेको दिन चाहिँ प्रभु यीशु ख्रीष्टले प्रेम गरेर उहाँले चाहिँ यति धेरै हामीलाई गहिरो प्रेम गरेर चाहिँ उहाँ बलिदान हुनुभयो, उहाँले त्यो दुःख कष्ट सहनु भयो, आज हामी पनि एकअर्कामा सहनु पर्दछ। हालेलुया। अनि म आज प्रभु यीशु ख्रीष्ट
बौरी उठ्नु भएको कुराहरू मैले लुकाको पुस्तकबाट म आजको वचनमा जानेछु। हालेलुया। आज प्रभु यीशु ख्रीष्ट चाहिँ तपाईँ र मेरो निम्ति उहाँ मारिनु भयो, उहाँ गाडिनु भयो अनि हुन्छ, अनि उहाँ फेरि पनि जीवित भएर उठ्नु भएको छ। हालेलुया। अनि यहाँनिर तपाईँ र हामी लुकाको पुस्तक लुका 23 को 4, 5, 6, 7 पदलाई नै म पढ्नेछु। हालेलुया। यहाँनिर आज यहाँ यीशु ख्रीष्टलाई चाहिँ जब उहाँलाई त्यो कोर्रा चोटहरू लगाए होइन, उहाँलाई त्यो दुःख दिए शुक्रबारको दिन, त्यहाँनिर एकदमै प्रभु यीशु ख्रीष्टलाई चाहिँ उहाँलाई चाहिँ चोट दिए, उहाँ चाहिँ क्रुसिफाई हुन जानु भन्दा अगाडि यहाँनिर यहाँ लुकाको 23 पदमा पिलातस र हेरोदको सामुने येशू, त्यहाँनिर पिलातस र हेरोदको सामुने येशू भनेर यहाँ टपिकमा लेखिएको छ। अनि म यहाँ 4 देखि नै म पढ्नेछु। हामीले माथिदेखि नै पढ्यौँ भने अझै बुझ्छौँ, अनि तपाईँले पढ्न सक्नुहुन्छ घरमा पनि। तब पिलातसले मुख्य पुजारीहरू र भिडहरूलाई भने, म यी मानिसमा केही दोष भेटाउँदिन। जब प्रभु यीशु ख्रीष्टलाई चाहिँ त्यो क्रुसमा टाङ्गिनु पर्छ भन्ने कुराहरूमा चाहिँ आज पिलातस एउटा न्यायाधीश जस्तो व्यक्तिले पनि के भनिरहेको थियो, म चाहिँ उनीमा केही पनि दोष भेटाउँदिन। तर तिनीहरूले बडो जोड दिएर भने, यसले सारा यहुदिया र गालिलदेखि यस ठाउँसम्म शिक्षा दिएर मानिसहरूलाई भड्काउँदैछ। प्रभु यीशु ख्रीष्टलाई चाहिँ आज मानिसहरूले कस्तो दोष लगाइराखेका छन् होइन, मानिसहरूलाई उसले चाहिँ भड्काइराखेको छ। तर 5 तर तिनीहरूले बडो 6 तर पिलातसले यो सुनेर यो मानिस गालिलको हो कि भनेर सोधे। हालेलुया। हुन्छ, म यहाँ फेरि पनि पढ्दैछु। तब मैले फेरि माथि 4 देखि नै पढ्दैछु। तब पिलातसले मुख्य पुजारीहरू र भिडहरूलाई भने, म यी मानिसको केही दोष भेटाउँदिन। प्रभु यीशु ख्रीष्टलाई चाहिँ आज क्रुसमा लग्नु पर्ने, क्रुसमा टाङ्नु पर्ने चाहिँ उनीमा चाहिँ म कुनै पनि दोष भेटाउँदिन त भनेर भेटाएको छुइनँ, मैले दोष छैन त उनीमा भनेर पिलातसले भनिराखेका थिए। अनि तर पनि यहाँनिर अनि उहाँ हेरोदको इलाका मानिस रहेछन्, हेरोदको इलाकाका मानिस रहेछन् भन्ने थाहा पाएर पिलातसले उहाँलाई हेरोद कहाँ पठाइदिए। ती दिनमा हेरोद आफै पनि यरुशलेममा थिए। तिनले उहाँलाई धेरै प्रश्न गरे तर उहाँले तिनलाई केही जवाब दिनु भएन। यहाँनिर अनि जब प्रभु यीशु ख्रीष्टलाई चाहिँ क्रुसमा टाङ्न लानु भन्दा अगाडि होइन, क्रुसमा उहाँलाई चाहिँ म कुनै पनि दोष भेटाउँदिन उहाँमा भनेर भनिराखेका छन्। र पनि त्यहाँ के गरे त अरू मानिसहरूले, हेरोदले पनि यहाँनिर हेरोद आफै पनि यरुशलेममा थिए। तिनले उहाँलाई धेरै प्रश्न गरे तर ती प्रश्नको उत्तरहरू परमेश्वरले दिनु भएन। जसरी एउटा अघि मैले भन्दै थिएँ होइन, एउटा माकुरा चाहिँ ऊ मौन रह्यो आफ्नो छोराछोरीलाई जीवन दिनको लागि, अनि त्यसरी नै प्रभु यीशु ख्रीष्ट पनि यहाँनिर मौन रहनु भएको छ। हालेलुया। अनि मैले यहाँ कहाँ पढेँ 4 को तर उहाँले तिनलाई केही जवाब दिनु भएन। 4 को उपलक्ष्यमा तिनीहरूका निम्ति पिलातसले एउटा कैदी छोडिदिनु पर्थ्यो। तिनीहरू सबै एकसाथ यसो भनेर कराए, यसलाई हटाउनुहोस् र हाम्रा निम्ति बारब्बालाई छोडिदिनुहोस्। बारब्बा चाहिँ सहरमा भएको कुनै विद्रोह र हत्याको अभियोगमा कारागारमा थुनिएको थियो। एउटा बारब्बा भन्ने हत्या गरेको अभियोगमा चाहिँ ऊ चाहिँ जेलमा थुनिएको थियो। तर के भन्दैछन् त, क्रिस्ट यीशुलाई चाहिँ मारिदिनु होइन, क्रुसिफाई गर्नु, तर त्यो बारब्बालाई जुन हत्या गरेर जुन व्यक्ति थियो त्यो व्यक्तिलाई चाहिँ छोडिदिनु भनेर त्यहाँको मानिसहरू चाहिँ यति कठोर भइराखेका छन्। हालेलुया। अनि तिनीहरू एकसाथ यसो भनेर कराए, यसलाई हटाउनुहोस् र हाम्रा निम्ति बारब्बालाई छोडिदिनुहोस्। बारब्बा चाहिँ सहरमा भएको कुनै विद्रोह र हत्याको अभियोगमा कारागारमा थुनिएको थियो। येशूलाई छोडिदिने इच्छा गरेर पिलातसले फेरि तिनीहरूलाई सम्झाए, तर तिनीहरू यसो भन्दै चिच्याइरहे, क्रुसमा टाक्नुहोस्।
त्यसलाई क्रुसमा टाग्नुहोस् भनेर है हामीले लुका 23 को 4, 5, 6, 7, 17 पद बीचमा मैले विज्ञाप गर्दै मैले पढिरहेको छु। हालेलुया। आज दोष लगाइरहेका थिए क्रिस्ट यीशुलाई नै, आज त्यो एउटा हत्या गर्ने व्यक्तिलाई चाहिँ छोडिदिनु, तर क्रिस्ट यीशुलाई चाहिँ मार्नु भनेर है। अब तिनीहरूले दुई अपराधीलाई, मैले लुका 23 को 32 र 43 लाई पढ्दैछु। अब तिनीहरूले दुई अपराधीहरूलाई उहाँसँगै मृत्युदण्ड दिनलाई लगे। उहाँले त्यसलाई भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, आजै तिमी मसित स्वर्गमा हुनेछौ। यहाँनिर आज लुका 23 को 32 देखि 43 सम्म हामीले पढ्यौँ भने त्यहाँ क्रिस्ट यीशुसँग चाहिँ कतिजना व्यक्तिहरू थिए त? 3 जना व्यक्तिहरूलाई त्यहाँ क्रुसमा। अनि ती व्यक्तिहरू चाहिँ कस्तो थिए त? उनीहरू चाहिँ गल्ती गरेका व्यक्तिहरू थिए, तर क्रिस्ट यीशुलाई पनि एउटा चोरसँग तुलना गरेर क्रुसिफाई गरेको कुराहरू आज यहाँनिर। अनि जब त्यो क्रुसमा लुका 23 को 32 देखि 32 देखि म पढ्दैछु ल यहाँनिर। हालेलुया। यहाँनिर आज तपाईँ र हामीलाई यहाँ येशू क्रिस्टलाई चाहिँ जब त्यो मृत्यु भनौँ क्रुसिफाई गर्ने भन्दा अगाडि चाहिँ के गरे त? त्यहाँनिर 3 जना चोरहरूको साथमा उनीहरूले राखे। अनि जब त्यो भनौँ ती चोरहरूलाई चाहिँ यहाँनिर लुका 23 को प्राय दिउँसोको 12 बजेको थियो। लुका 23 को 44 र 46 लाई मैले पढ्दैछु है। दिउँसोको 12 बजेको थियो। मैले यहाँनिर लुका 23 को 32 देखि पढ्दैछु ल म। अब तिनीहरूले दुई अपराधीहरूलाई उहाँसँगै मृत्युदण्ड दिनलाई लगे। त्यहाँनिर 3 जनामा हैन अरु दुई अपराधीहरू पनि थिए। अनि बीचमा चाहिँ यीशु क्रिस्टलाई त्यहाँ क्रुसमा चढाउनको लागि हैन क्रुसिफाई गर्नको लागि लाँदै गर्दाखेरि आज त्यो एकपट्टि बसेको त्यो डाकुले चाहिँ उसले के भनिरहेछ त? त्यहाँनिर पनि प्रभु यीशु क्रिस्टलाई चाहिँ घृणा गरिरहेको थियो एक बटीकोले चाहिँ। अनि उसले के भनिरहेको थियो त्यहाँनिर भने तपाईँ हामीले थाहा पाएकै कुराहरू हो यो। अनि आज जुन व्यक्तिले चाहिँ दाहिनेपट्टि देब्रेपट्टि बस्नेले चाहिँ के भने त? प्रभु यीशु क्रिस्टलाई इन्कार गरेर तपाईँ प्रभु हो भने चाहिँ हामीलाई पनि बचाउनुहोस् भनेर त्यहाँ चुनौती दिइराखेको थियो। तर अर्कोपट्टिको व्यक्तिले हामीले त गल्ती गरेका छौँ र हामीले यो सजाय भोग्दैछौँ हैन। आज उहाँले त गल्ती गर्नु भएको छैन हैन, उहाँले त गल्ती गर्नु भएको छैन। हामी पनि तपाईले मलाई पनि सम्झिनुहोस् भनेर भनेको कुराहरू हामी पाउँदछौँ त्यहाँनिर। अनि त्यति नै बेला परमेश्वरले चाहिँ आज उसको गल्ती त्यो यस्तो पश्चातापी हृदय प्रभुले देख्नुभयो। अनि त्यति नै बेला त्यो अर्को कैदीलाई पनि आज त्यो अर्को जुन क्रुसमा झुन्डिराखेको व्यक्तिलाई चाहिँ अहिले नै तिमी मसँग हुनेछौ भनेर प्रभुले उहाँलाई पनि स्वर्गमा लगेको कुराहरू हामी पाउँदछौँ। हालेलुया। यसरी आज प्रभु यीशु क्रिस्टलाई चाहिँ यति धेरै मानिसहरूले इन्कार गरे, तर पनि प्रभु यीशु क्रिस्टले चाहिँ जस्तोलाई पनि उहाँले इन्कार गर्नु भएन, उहाँले क्षमा दिनुभयो। अनि त्यति नै बेला त्यो व्यक्तिलाई पनि प्रभु यीशु क्रिस्टले के गर्नुभयो त? स्वर्गमा लग्नुभयो। अनि यहाँनिर लुका 23 को 44 देखि 46 लाई प्राय दिउँसोको 12 बजेको थियो र 3 बजेसम्म सारा देशलाई अन्धकारले ढाक्यो। सूर्यको तेजै कम भयो र मन्दिरको पर्दा च्यातिएर 2 भाग भयो। उच्च स्वरले कराएर येशूले भन्नुभयो, हे पिता, म मेरो आत्मा तपाईको हातमा सुम्पन्छु। यति भनेर उहाँले आफ्नो प्राण त्याग्नुभयो। हालेलुया। आज दिउँसोको 12 बजी भइराखेको थियो। अनि त्यहाँ 3 बजेसम्म चाहिँ के भयो त? एकदम अन्धकारले छायो त्यहाँनिर है क्रिस्ट यीशुको आज त्यो क्रुसिफाई हुँदै गर्दाखेरि चाहिँ। अनि प्राय दिउँसो 12 बजेको थियो र 3 बजेसम्म सारा देशलाई अन्धकारले ढाक्यो। सूर्यको तेजै कम भयो र मन्दिरको पर्दा माझमा च्यातिएर 2 भाग भयो।
अनि त्यहाँ त्यो मन्दिरको पर्दा चेतियो भन्दै गर्दाखेरि चाहिँ आज क्रिस्ट येशू चाहिँ तपाईँ र मेरो निम्ति उहाँले सबै कुराहरू सक्नुभयो होइन। तपाईँ र मैले गरेको पापहरू, तपाईँले र मैले गरेको दुःख कष्टहरू सबै उहाँले च्यातिदिनु भयो। हालेलुया। उहाँ क्रुसमा टाँगिएर है आज उहाँले अनि त्यसपछि चाहिँ यहाँनिर च्यातिएर दुई भाग भयो अनि यीशु ख्रीष्टले हे पिता म मेरो आत्मा तपाईँको हातमा सुम्पन्छु यति भनेर उहाँले चाहिँ के गर्नुभयो त आफ्नो आत्मालाई परमप्रभुमा सुम्पिनु भयो। हालेलुया। अनि आज तपाईलाई र मलाई पनि कतिवटा दुःख पर्दै गर्दछ, दुःख अशान्तिहरू आउँछ अनि जब हामी परमेश्वरको हातमा सुम्पन्छौँ तपाईले र हामीले पनि त्यो हाम्रो आत्मा चाहिँ उहाँको हातमा सुम्पिनु पर्दछ। हालेलुया। अनि यहाँनिर म लुका 24 1 देखि 7 सम्मलाई पनि म पढ्नेछु। हप्ताको पहिलो दिन बिहान सखारै ती स्त्रीहरूले यहाँनिर चाहिँ सबैभन्दा पहिले चाहिँ जब ती स्त्रीहरू त्यहाँनिर भेला भए होइन, स्त्रीहरूले चाहिँ प्रभु यीशु ख्रीष्टलाई चाहिँ स्त्री जातिहरूले सबैभन्दा पहिला देखेको कुराहरू हप्ताको मैले लुका 24 1 देखि 7 सम्म म पढ्नेछु। हप्ताको पहिलो दिन बिहान सखारै ती स्त्रीहरूले तयार गरेका सुगन्धित द्रव्य लिएर तिनीहरू चिहानमा आए। तिनीहरूले ढुङ्गा चिहानबाट हटाइएको भेटाए तर भित्र पस्दा तिनीहरूले प्रभु येशूको शरीर पाएनन्। जब तिनीहरू यस विषयमा अलमल्ल परिरहेका थिए तब चहकिलो पोसाक पहिरेका दुई पुरुषहरू तिनीहरूका छेउमा खडा भए। तिनीहरू भयभीत भए अनि जमिनतिर शिर झुकाए। तर ती दुई पुरुषले भने तिमीहरू जीवित व्यक्तिलाई मृतकहरूका बीचमा किन खोज्छौ? अनि यहाँ जब क्रुसिफाई भइसक्नु भएपछि होइन, जब प्रभु यीशु ख्रीष्टलाई चिहानमा लगेर गाडिएको थियो अनि त्यो बेलामा चाहिँ आज स्त्रीहरू चाहिँ यति धेरै रोइराखेका थिए उहाँहरू चाहिँ होइन। अनि यहाँनिर मरियम मग्दलिनी भनेर हामी त्यहाँ चाहिँ कस्तो स्त्रीहरूले चाहिँ प्रभु यीशु ख्रीष्टको छेउमा बसिरहेका थिए, कस्तो स्त्रीहरू चाहिँ त्यहाँ भूतात्माहरू लागेर भूतात्माहरूबाटले सताएका अनि छुटकारा पाएका स्त्रीहरू चाहिँ त्यहाँ यीशु ख्रीष्टमा छेउमा बसिरहेका थिए। हालेलुया। अनि यहाँ परमेश्वरको वचनले तपाईलाई र मलाई भनिराख्नु भएको छ है, किन उहाँ चाहिँ जीवित भएर उठिसक्नु भएको छ। त्यहाँ स्वर्गदूतहरू त्यहाँ खडा आएर चाहिँ आज ती स्त्रीहरूलाई सन्देश दिइराख्नु भएको छ कि आज यीशु ख्रीष्टलाई चाहिँ तिमीहरू किन यहाँ खोज्छौ, उहाँ चाहिँ जीवित भएर उठ्नु भएको छ। हालेलुया। प्रभु यीशु ख्रीष्ट चाहिँ जिउँदो भएर उठिसक्नु भएको छ। तिमीहरूले जीवित व्यक्तिलाई मृतकहरूका बीचमा किन खोज्छौ? उहाँ यहाँ हुनुहुन्न तर जीवित भई उठ्नु भएको छ। गालिलमा हुनुहुँदा उहाँले तिमीहरूलाई के भन्नुभएको थियो त्यो याद गर। गालिलमा हुँदाखेरि प्रभु यीशु ख्रीष्टले पहिलादेखि नै चेलाहरूलाई भनिराख्नु भएको थियो कि होइन, गालिलमा हुनुहुँदा उहाँले तिमीहरूलाई के भन्नुभएको थियो त्यो याद गर। त्यो याद गर कि मानिसको पुत्र चाहिँ पापीहरूको हातमा सुम्पिने छ। प्रभु यीशु ख्रीष्टले पहिलादेखि नै के भन्नुभएको थियो त? मानिसको पुत्र पापी मानिसहरूका हातमा सुम्पिनु र क्रुसमा टाँगिनु र तेस्रो दिनमा जीवित भई उठ्नु आवश्यक छ। हालेलुया। प्रभु यीशु ख्रीष्ट चाहिँ पापी मानिसहरूको हातमा सुम्पिनु, आज उहाँलाई हामीलाई उद्धार दिनको लागि, हामीलाई जीवन दिनको लागि चाहिँ उहाँ चाहिँ त्यो पापी मानिसहरूको हातमा सुम्पिनु। यहाँनिर म पढ्दैछु है। गालिलमा हुनुहुँदा उहाँले तिमीहरूलाई के भन्नुभएको थियो? उहाँले के भन्नुभएको थियो त? हामीले लुका 9:23 पनि हामी त्यही पाउँछौँ होइन। उहाँले सबैलाई भन्नुभयो कोही म पछि आउने इच्छा गर्छ भने त्यसले आफूलाई इन्कार गरोस् र दिनौं आफ्नो क्रुस बोकेर मेरो पछि लागोस्। आज दिनौं उहाँको क्रुसलाई बोक्नु भनेको चाहिँ दिनौं आज तपाईलाई र मलाई रोक्ने कुराहरू आउँछ, समस्याको कुराहरू आउँछ। हिजोको शनिबारको दिनमा परमेश्वरको दास छोराबाट पनि हामीले वचन सुनिरहेका थियौँ है। सानो सानो अल्मलाउने कुराहरू आउँछ, सानो सानो तपाईलाई र मलाई सेवाकाईमा जान नदिने ती बाधाहरू आउँछ। तर है यहाँनिर परमेश्वरको उहाँको पछि लाग्छौँ भने चाहिँ कोही मानिस म पछि आउने इच्छा गर्छ भने त्यसले आफूलाई इन्कार गरोस् र दिनौं क्रुस उठाउनु पर्यो। हालेलुया। उहाँको निम्ति चाहिँ उहाँ प्रभु यीशु ख्रीष्टको क्रुसलाई उठाउनु भनेको चाहिँ उहाँको निम्ति चाहिँ हामी जस्तो अवस्थामा पनि उहाँकोलाई महिमा दिनुपर्दछ। हालेलुया। अनि यहाँनिर म पढ्दैछु
यहाँ मैले अघि नै पढिराखेको थिएँ यहाँ लुका 24:7 पदमा गालीलमा हुनुहुँदा उहाँले तिमीहरूलाई के भन्नुभएको थियो त्यो याद गर। गालीलमा हुँदाखेरि चाहिँ प्रभु यीशु ख्रीष्टले चाहिँ के भन्नुभएको थियो त? आज मानिसको पुत्र प्रभु यीशु ख्रीष्ट चाहिँ मानिसहरूका हातमा, अपराधी मानिसहरूका हातमा गालीलमा हुनुहुँदा उहाँले तिमीहरूलाई के भन्नुभएको थियो त्यो याद गर कि मानिसको पुत्र पापीहरूका हातमा सुम्पिनु र क्रुसमा टाँगिनु र तेस्रो दिनमा जीवित भई उठ्नु आवश्यक छ। यो चाहिँ आवश्यकता थियो। अनि यहाँनिर जब यसो फेरि पनि मैले यूहन्ना 20:24 देखि 29 सम्म म पढ्दैछु। यसो आउनु हुँदा 12 जना मध्ये एकजना दिदुमस भन्ने थोमा चाहिँ तिनीहरूसँग थिएनन्। जब यीशु आउनुभयो, हालेलुया, जब गालीलमा त्यहाँ 12 हैन, फेरि पनि यहाँनिर परमेश्वरले के भन्नुभएको छ अलिकति अगाडि, मानिसको पुत्र चाहिँ पापीहरूको हातमा सुम्पिएर ऊ क्रुसमा टाँगिनु पर्छ र ऊ तेस्रो दिनमा जीवित भएर उठ्नुपर्छ। अनि जब जीवित भएर उठिसकेपछि प्रभु यीशु ख्रीष्ट फेरि पनि चेलाहरू कहाँ देखा पर्नु भएको छ। हालेलुया। हामीले मर्कुसको पुस्तकमा धेरै ठाउँमा प्रभु यीशु ख्रीष्ट देखा पर्नु भएको कुराहरू, स्त्री जातिहरूमा पहिलाचोटि देखा पर्नु भएको कुराहरू हामी पाउँछौँ। अनि यहाँ हामी पढौँ यूहन्ना 20:24 देखि 29 सम्म। यसो आउनु हुँदा 12 जना मध्ये एकजना दिदुमस भन्ने थोमा चाहिँ तिनीहरूसँग थिएनन्। जब 12 जना चेलाहरू मध्ये चाहिँ जब यीशु ख्रीष्ट त्यहाँ उपस्थित हुनुभयो, यीशु ख्रीष्ट चाहिँ पुनरुत्थान भएर उहाँले फेरि पनि उहाँ चेलाहरू कहाँ देखा पर्नु हुँदाखेरि चाहिँ दिदुमस भन्ने थोमा चाहिँ थिएनन् अरे। यहाँनिर दिदुमस के भन्नुभएको छ, यहाँ दिदुमस भन्ने थोमा चाहिँ तिनीहरूसँग थिएनन्। यसकारण अरू चेलाहरूले तिनलाई भने हामीले प्रभुलाई देख्यौं, तर तिनले उनीहरूलाई भने जबसम्म म उहाँका हातका किलाहरूका डोब देख्दिन र किलाहरूका डोबमा मेरा औँला हाल्दिन, उहाँको कोखमा मेरो हात हाल्दिन, तबसम्म म विश्वास गर्ने छैन भनेर आज संसारमा मानिसहरू प्रभु यीशु ख्रीष्ट हुनुहुन्छ भन्दै गर्दा हुनुहुन्न भन्ने त्यो कठोर हृदय भएकाहरू छन्। आज जस्तै दिदुमस जस्तो हैन, तर यहाँनिर उसले चाहिँ विश्वास गरेनन्। आज स्वयं चेलाहरू कहाँ प्रभु यीशु देखा पर्नु भयो, तर ऊ चाहिँ त्यहाँ नभएको कारणले उसले के गरे त, उसले विश्वास गरेन कि त्यहाँनिर चाहिँ हुनु हैन, म विश्वास गर्दिनँ। म चाहिँ यीशु ख्रीष्टले त्यो जुन उहाँको त्यो कोखामा हैन, उहाँको हातमा म छुन्छु हैन, जबसम्म म भेट्दिनँ, जबसम्म म देख्दिनँ, म विश्वास गर्दिनँ भनेर आज कठोर हृदय बनाइरहेको थियो। अनि आज प्रभु यीशु ख्रीष्ट चाहिँ मृत्युबाट जीवित उठ्नु भएको हो भन्ने कुरा हामी विश्वास गर्छौँ भने त्यसमा उद्धार छ। तर तपाईँ र हामी चाहिँ आज जसरी एउटा दिदुमसले चाहिँ म चाहिँ विश्वास गर्दिनँ भनेर कठोर हृदय बनाउँछौँ भने त्यहाँ चाहिँ उद्धार छ त अशान्ति छ हैन। अब विश्वास नगर्नेहरूका लागि त क्रुसको बलिदान केही पनि होइन, तर विश्वास गर्नेहरूको लागि चाहिँ जीवन हो। हालेलुया। अनि यहाँनिर डोब देख्दिन र किल्लाहरू डोबमा मेरा औँला हाल्दिन, उहाँको कोखमा मेरो हात हाल्दिन, तबसम्म म विश्वास गर्दिन। 8 दिनपछि उहाँका चेलाहरू फेरि घरभित्रै थिए, थोमा पनि तिनीहरूसँग थिए। ढोकाहरू बन्द थिए, तर यसो भित्र प्रवेश गर्नुभयो र माझमा उभिएर भन्नुभयो, तिमीहरूलाई शान्ति। तब उहाँले थोमालाई भन्नुभयो, तिम्रो औँला यहाँ राख र मेरा हातहरू हेर, तिम्रो हात बढाएर मेरा कोखमा हाल, शंका नगर तर विश्वासी हौ। हालेलुया। आज तपाईँ र हामी पनि, आज संसारमा कतिजना दिदुमस जस्ता कठोर व्यक्तिहरू छन्, तर परमेश्वरले के भन्नुहुँदैछ, त्यस्तो शंका नगर। हालेलुया। विश्वास गर। हालेलुया। प्रभु यीशु ख्रीष्टलाई विश्वास गर। मैले यहाँ कहाँ पुर्याइरहेको थिएँ, थोमालाई भन्नुभयो, तिम्रो औँला यहाँ राख र मेरा हातहरू हेर, तिम्रो हात बढाएर मेरो कोखमा हाल, शंका नगर। हालेलुया। जसरी थोमालाई प्रभु यीशु ख्रीष्ट स्वयंले भन्नुभयो, तिमीले शंका नगर तर विश्वासी हौ। थोमाले उहाँलाई भने, मेरा प्रभु र मेरा परमेश्वर। येशूले तिनलाई भन्नुभयो,
तिमीले मलाई देखेको कारणले म माथि विश्वास गरेका हौ। धन्य हुन् तिनीहरू जसले मलाई देखेका छैनन् र पनि विश्वास गर्दछन्। आज तपाईलाई र हामीले परमेश्वरलाई देखेका छैनौं तर नदेखिकन विश्वास गर्ने चाहिँ अति धन्यको भनेर आज तपाईँ र हामी चाहिँ यहाँ हेभेनली इमानुएल मण्डलीले चाहिँ अति धन्यका छौं। हालेलुया। परमेश्वरलाई देखेका छैनौं र पनि हामी निरन्तर सेवकाईमा आइरहेका छौं। हालेलुया। अनि आज है प्रभु यीशु ख्रीष्टले चाहिँ यसरी म बौरी उठेको हो भन्ने कुराहरू है प्रमाण गरेर परमेश्वरले देखाउनु भयो। हालेलुया। आज उहाँले चाहिँ चेलाहरूकामा ठाउँ ठाउँमा हामीले मर्कुसको पुस्तकमा पनि सबैभन्दा पहिला चाहिँ स्त्रीहरूलाई कति मानिसहरूले स्त्रीहरूलाई विश्वास गरेको छैन, स्त्री जातिहरूको कुराहरू विश्वास गर्दैनन् तर स्त्री जातिहरू चाहिँ एकदमै परमेश्वरमा समर्पित हुँदछन् भनेर है उहाँ देखा पर्नु भएको कुराहरू। अनि स्त्रीले नै मेरा प्रभुलाई कहाँ लगेछन्, मेरो परमेश्वरलाई कहाँ लगेछन् भनेर ऊ यति रुएर ऊ तिर्खाएर ऊ खोज्दै गएको कारणले चाहिँ आज चिहानमै त्यहाँ स्वर्गदूतहरू पठाइकन अनि प्रभु यीशु ख्रीष्ट स्वयं पनि है त्यहाँ अहिले तिमीले मलाई नछौ म पिताकामा गइहालेको छुइनँ भनेर भनेको कुराहरू हामी पाउँदछौँ। हालेलुया। अनि प्रभु यीशु ख्रीष्ट चाहिँ मृत्यु भएको हो अनि फेरि पनि उहाँ जीवित हुनु भएको हो अनि उहाँले चाहिँ हाम्रो लागि भोग्नु भएको दुःख हो, उहाँले भोग्नु भएको त्यो कष्ट चाहिँ हामीलाई जीवन दिनको लागि हो। हालेलुया। अनि प्रभु यीशु ख्रीष्ट चाहिँ साँच्चै नै अनि चेलाहरूकामा देखा पर्नु भएको कुराहरू हामीले यहाँ पढिरहेका थियौँ। अनि यहाँनिर यूहन्ना 15:16 पदमा पनि मलाई तिमीहरूले चुनेनौ तर मैले तिमीहरूलाई चुने र तिमीहरूलाई नियुक्त गरे। आज परमेश्वरलाई चाहिँ तपाईले र मैले चुनेको होइन, परमप्रभुले चाहिँ तपाईलाई र हामीलाई चुन्नु भएको। हालेलुया। आज परमप्रभुले तपाईलाई र मलाई चुनेको कारणले नै परमेश्वरले चाहिँ मानिसहरू खटाएर तपाईलाई र मलाई उहाँलाई विश्वास गर्ने ग्रहण गर्ने त्यो हृदय परमेश्वरले दिनुभयो। हालेलुया। अनि यूहन्ना 14:2-4 सम्म पनि मेरा पिताको घरमा बस्ने ठाउँ धेरै छन्। उहाँ चाहिँ आज उहाँले चाहिँ तपाईलाई र मलाई चुन्नु भएको छ। किन भन्दाखेरि उहाँ चाहिँ होइन मृत्यु भएर उहाँ चाहिँ फेरि पनि चेला कहाँ देखा परेर अनि त्यो चेलाहरूकै साथबाट चाहिँ उहाँ फेरि पनि स्वर्गारोहण जानु भएको छ। हालेलुया। अनि उहाँले के भन्नुभयो त मेरा पिताको घरमा बस्ने ठाउँहरू धेरै छन्, त्यसो नभए के म तिमीहरूलाई भन्ने थिएँ र कि तिमीहरूका निम्ति ठाउँ तयार पार्न म गइरहेको छु। हालेलुया। उहाँ चाहिँ किन जानु भएको त भन्दाखेरि हाम्रो निम्ति ठाउँ तयार पार्नको लागि। हालेलुया। र ठाउँ तयार पारेपछि म फेरि आउने छु। अब उहाँको आगमनको चाहिँ एकदमै नजिकमा छौँ। हालेलुया। तपाईँ र हामी चाहिँ कतिखेर उहाँसँग जानुपर्ने हामी एकदमै आत्मामा तयारी हुनुपर्दछ। हामीले गरेको गल्तीहरू हाम्रो भुलहरू क्षमा मागेर अनि पश्चाताप गर्छौँ भने चाहिँ उहाँले चाहिँ कहिले पनि तपाईँलाई र मलाई छोड्नुहुन्न। जस्तो गल्ती पनि जसरी एउटा अघि मैले भन्दै थिएँ धोबीले चाहिँ जस्तो दागलाई पनि उसले क्लिन बनाउँदछ। हालेलुया। जसरी धोबीले एउटा दाग लागेको त्यो रातो गाडिएको रङलाई पनि आज त्यो धोबीले चाहिँ धुनु सक्दछ विभिन्न केमिकल लगाएर। हालेलुया। त्यसरी नै तपाईलाई र मलाई चाहिँ मानिसले देख्दै गर्दा हो फल्नाले त यस्तो गल्ती गरेको, यसले व्यभिचार गरेर हिँडेको हो, यसले यसरी ढाँटेर हिँडेको, यसले यस्तो गरेको भनेर दोष लगाइरहन्छ। तर परमेश्वरले चाहिँ जब उहाँसँग हामी पश्चाताप गरेर आउँछौँ भने चाहिँ दोस्रो इतिहास 7:14 पनि परमेश्वरले मेरो आफ्नो नाउँ दिएको मेरो प्रजाले आफूलाई नम्र पारेर प्रार्थना आउँछ भने म त्यसलाई क्षमा गर्छु भन्नुभएको छ। हालेलुया। अनि यहाँनिर मेरा पिताको घरमा बस्ने ठाउँहरू धेरै छन्, त्यसो नभए के म तिमीहरूलाई भन्ने थिएँ र के तिमीहरूका निम्ति ठाउँ तयार पार्न म गइरहेछु अनि गएर मैले तिमीहरूका निम्ति ठाउँ तयार पारेपछि म फेरि आउनेछु। उहाँले प्रतिज्ञा गर्नुभएको छ कि उहाँ फेरि पनि आउनुहुनेछ र तिमीहरूलाई म कहाँ लैजानेछु र जहाँ म छु त्यहाँ तिमीहरू पनि हुनेछौ। प्रभु यीशु ख्रीष्ट जुन ठाउँमा हुनुहुन्छ त्यही ठाउँमा हामी पनि हुनेछौँ। जहाँ म गइरहेछु तिमीहरू त्यहाँ जाने बाटो चिन्छौ। होइन यूहन्ना 14:2-4 सम्म मैले पढिरहेको थिएँ। हालेलुया। अनि यसरी आज प्रभु यीशु ख्रीष्ट चाहिँ तपाईँलाई र मेरो पापको लागि उहाँ बलिदान हुनुभयो अनि उहाँ स्वर्गमा जानुभयो अनि उहाँ फेरि पनि आउने प्रतिज्ञा गर्नुभएको छ। हालेलुया। हुन्छ। अनि मैले चाहिँ एउटा भजन गाउनको लागि
म हाम्रो आदरणीय भाइलाई नै बोलाउन चाहन्छु। हामी वर्सिप टिमले नै हामी अलिकति भजनहरू गाउँदै परमेश्वरलाई हामी सम्झना गर्नेछौँ। उहाँले गर्नुभएको त्यो बलिदानको परमेश्वरले गर्नुभएको त्यो बलिदानलाई हामी सम्झिनेछौँ। हालेलुया।